मौका पाउँछु कि भन्ने मलाई पनि एकदमै चाहना र इच्छा रहेको छ र यसरी यहाँ स्टेजमा जोइन हुन पाउँदा चाहिँ मलाई पनि धेरै खुसी लागेको छ। धेरै धेरै धन्यवाद छ प्यारी बहिनीहरू, असाध्यै राम्रो कार्यक्रम सञ्चालन गरिरहेको छ। यहाँहरू दुवैजनालाई फेरि पनि एकचोटि जोरदार तालीले स्वागत गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। यहाँहरू सबैजनालाई ह्याप्पी लोसार। अनि औपचारिक कार्यक्रम सकिसकेको छ, अब हामी सांस्कृतिक कार्यक्रममा छौँ। यहाँहरू सबैजनालाई अब एकदमै धेरै भरपुर मनोरञ्जन प्रदान गराउनेछौँ। हामी अहिले सुरुमा यहाँहरू सबैजनाले सम्बोधन गर्नुभन्दा पहिले हामी तमु पेलु सङ्घको स्वागत गीतद्वारा यहाँहरू सबैजनालाई स्वागत गर्नेछौँ। हाम्रो प्यारा प्यारा नानी बाबुहरू अलिक अगाडि अगाडि आइदिनु सानो। ओके, यो चाहिँ हाम्रो गुरुङहरूको पेता लुता संस्कार संस्कृति, हाम्रो गुरुङहरूको घैबोधी अङ्कित यो घैबो समात्नु भएको छ हाम्रो सांस्कृतिक टिमले। र अस्ति भर्खरै मात्र हामी तमु पेलु सङ्घ केन्द्रमा यो स्वागत गीत सार्वजनिक गरेका थियौँ। यो धेरै पहिला बनेको गीत तर अहिले पुनर्निर्माण गरेर हामीले सार्वजनिक गरिसकेका छौँ। र अब भने हामी लोकप्रिय गायक गायिका चेस गुरुङ र निर्जला गुरुङलाई पनि म केही समयको लागि स्टेजमा निम्त्याउन चाहन्छु। कृपया जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु हुन म अनुरोध गर्दछु। यो स्वागत गीतबाट सुरुमा हामी यहाँलाई स्वागत गर्नेछौँ, त्यस पछाडि बाँकी सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउनेछौँ। यासजी यो गीतका सम्पूर्ण स्रष्टाहरूलाई सम्मान व्यक्त गर्दै अहिलेलाई भने लोकप्रिय गायक चेस गुरुङ, निर्जला गुरुङ र म आफै यहाँहरू समक्ष प्रस्तुत गर्दैछु, स्वीकार्नुहोला। लतिके केमेता नखनी खनी राइमो खनी खनी कुइमो जर्क्यारु तिउले यो प्लाता न न न न ले रामिन्दी प्रेमेश्वरमै